हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। सो स्वागत छ आजको मेरो नयाँ ब्लगमा हजुरहरूलाई। म चाहिँ विवेक मुगराती, एमजिटी विवेक ब्लग। सो अहिले चाहिँ हामी गइँदैछ सामान फिर्ता गर्नु होइन। उकालोमा अब सास धक 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 भइरहेछ अनि हामी दुईजना जाँदैछौँ सामान फिर्ता गर्नुलाई। सो अब हेर्दै जानु सामान चाहिँ फिर्ता गर्छन् गर्दैनन्। सामान चाहिँ मिस्टेक परेको रहेछ। गाउँको पसलमा सामान फिर्ता चाहिँ त्यति धेरै गर्दैनन्। भयो भने सामान साटेर ल्याउने, एक्सचेन्ज गर्ने हो भन्ने कुरा हो हाम्रो। त्यो हेर्दै जानु। आज चाहिँ भनेको पूजामा आएको खास हामी यो उकालो आज हिँडेको। कतिचोटि हिँडिसक्यौँ हामी अङ्कल? योचोटि योसँग 3 चोटि भइसक्यो हामी यो उकालो हिँडेको होइन। रमाइलो छ, यस्तो मिठो उकालो छ है। भिरै भिरको बाटो हिँडिँदैछ। देवी पूजा आज रमाइलो भइसक्यो भनौँ न अहिलेसम्म। सो भिडियो अन्तिमसम्म हेर्नु होला र लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्न चाहन्छु। यही नै हो जिन्दगीमा होइन। अब पूजा खाने घुम्ने रमाउने इन्जोय गर्नु पर्यो क्या गाइजहरू। पुरा खुसी एकदम इन्जोय गर्ने बास जिन्दगी भनेको त्यही नै हो। सो अनि हामी चाहिँ अब सामान फिर्ता गर्न जाँदैछौँ। भिडियो अन्तिमसम्म हेर्नु होला। अहिले चाहिँ भने हामी ट्याक्कै पसलबाट ओह्रालो लागिसकेको छ होइन। अब हामीलाई कति लाग्छ अङ्कल उता झर्नु? हामी यति रफ्तारमा झर्ने हो। धेरैमा धेरै लाग्यो। हामी 10-15 मिनटमा हामी घर पुग्ने, मतलब मन्दिर पुग्ने तरिकाले झर्दैछौँ। यस्तो स्पिडमा छौँ हामी, यस्तो स्पिडमा छौँ होइन। अब टङ 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 कुद्दाखेरि है मेरो हातमा फेरि फ्रुटी छ। यति सोझो छु म, देख्नुभयो। केही खाँदिनँ क्या, फ्रुटी खान्छु। जाँड रक्सी मसँग बिहे गर्ने मान्छे त नि फ्रुटी खाएर त्यसलाई पनि सुगर लाग्ने भने त्यति गुलियो खाइदिन्छु भयो। तर जाँड रक्सी नो गाइजहरू नो।